हामी अब एकछिनमा घुम्न निस्किन्छौँ। 2 दिनको क्याम्पिङ छ हाम्रो, कपाल रमाइलो गर्ने विचारमा छौँ। क्याम्पिङको लागि पहिलोचोटि हो। गाडी यस्तो प्याक छ, उता अगाडि पुरै फुल छ, यहाँ पुरै खुट्टोमा यता पछाडि त फुल प्याक छ। यहीँ एकैछिन एकजना दुध ठुस्की अनि हामी निस्किँदैछौँ। सबैजना वालमार्टमा भेट हुने भन्ने कुरो भइरहेछ। वालमार्टमा आइस खाना पनि छ, त्यहीँ सबैजना भेट हुने र सबैजना वालमार्टमा भेला हुने भनेर सबैजना हामी यहाँ वालमार्टमा भेला हुन्छौँ। ल हामी चाहिँ क्याम्पिङमा हिँड्यौँ है, सबैजना भएर। यतै दाइहरू हुनुहुन्छ, उता रिगल आउँदैछ ल हामी चाहिँ आइपुग्यौँ क्याम्पिङ गर्नलाई। गेटमै आइपुग्यो क्या भने बाबा स्टेट पार्कको अफिस आयो। सोध्नुपर्छ त्यहाँनिर। एकदम राम्रो छ, शान्त होइन बस्नलाई। हाम्रो क्याम्प ग्राउन्ड यो हो। हाम्रो साथीहरू अलिअलि खेल्न थाले। हाम्रो सुमनजी उता जाँदै हुनुहुन्छ। आजको रात यहीँ बिताइन्छ हामी। अनि यतापट्टि हेर्ने भने चाहिँ यहाँ छ हाम्रो लन्ड्री फेसिलिटी त्यहाँनिर छ। उतापट्टि बाथरुम छ। बाथरुम पनि हेर्नुपर्छ कस्तो छ यसो। अलिअलि मान्छेले क्याम्पिङ गर्न स्टार्ट गरिसकेका छन्। हाम्रो क्याम्प ग्राउन्डको बाथरुम टक्क ऐनावाला रहेछ। यस्तो खालको छ, पर्दा लगाएको। अलिअलि फोहोर पनि फालेर चाहिँ थाल्छ। यतापट्टि नुहाउने व्यवस्था पनि छ, राम्रै छ। के हुन थाल्यो यता हाम्रो क्याम्प ग्राउन्डमा? ओहो, चटपटेको व्यवस्था हुँदो रहेछ। काँक्रा कटिङ, प्याज कटिङ भइरहेछ। सोधेर टमाटर बोकेर अर्कै छोरी यता के गरिरहेको भाइ हेर्दै थियो अहिले भर्खरसम्म। यता भाइले यहाँ आगो बाल्ने तरखर गरिरहेछन्। एउटा मात्रै बाले हुन्छ यो चाहिँ? ए होइन, दुइटै बाल्नुपर्छ है, पुग्दैन नि कोइला त। यतातिर फेरि ट्याक कटिङ सो भइरहेछ। हजुर म पिताम्बरजीलाई देखाइदिएको के भइरहेको हिँड्नुभयो? यहाँ चिकन पाक्दैछ ऊ। बाबा छोऱ्यो चितो खाँदैछन्। बन्न आँटो आलु मात्रै हाल्नु अहिले। चिया पाक्दैछ, खाने भयो आउनुहोस्। चटपटे उता चाहिँ अहिले हामीले नखाने पऱ्यो, मैले दुईजना खाने हुनुहुन्छ है। मिठो भएन दाइ? सबै आउन तालमा उता उता अर्कै छ। हाम्रो पुचुङ उता सुत्दैछ नि। मलाई त यो भाडो साह्रै मन पर्यो यार। क्याम्पिङ लिएर जान त एकदम दामी चिज हो। यहाँ पकाउने मान्छे यता हो। भित्र कस्तो छ? हाम्रा केटाकेटीहरूले चाहिँ यहाँ सँगै सुत्न पर्यो भनेर नजिक लगेर टाँसेका छन् टेन्ट। हेर, ए भगवान्, यिनीहरूलाई छ के? ल भयो छोरो भयो, कति टाँस्छौ र त्यसै? त्यस्तो त हुँदैन बेबी। ए भगवान्, ल दाइ कस्तो भइरहेछ त? दामी भइरहेछ खतरा। यतै ल यहाँ हेर पानी परेर बिजोग भयो सबै। यस्तो भयो कि यस्तो भयो क्याम्पिङमा, पुरै सबै भिजेर, कपडा भिजेर बर्बाद। भिजेर क्याम्पिङ सबै बर्बाद। भित्र गएछ रातभरि पानी परेर
कस्तो कस्तो भइरहेको छ सबैलाई प्रतीक्षा कस्तो भइरहेको भन्नु त A1 हो ल दाइ भन्नु पर्यो यता अलिअलि हो यति मिठो चिया हुने रहेछ नि बिहान बिहान खासै मिठो चाहिँ होइन पकाएको भएर मैले मिठो छ भनिदिएको मात्र हो दाइ यहाँ हेर्नु एकदम ठिक ठाक छ एकदम मिठो छ सबै कुराहरू हल्का जाडो छ अरू सबै एकदम रमाइलो भइरहेको पुरा है सरी शेर्पा दिदी अभी भी कम टु दुबई वाला मटर पनिर बिरयानी बन्दैछ हाम्रो आज पनिर पाक्दैछ बिरयानी होइन त पनिर होइन यसलाई म प्याज बिरयानी र प्याज कटिङ साह्रै मिठो बिरयानी बनायो भन्ने कुरो छ हो खतरा मिठो प्रतीक्षाको बिरयानी भन्ने चाहिँ अब फेमस हुने भयो क्या प्रतीक्षाको बिरयानी भन्ने फेमस हुने भयो दही पनि मिठै छ भन्ने आएको छ अलिअलि मान्छे चुज गरे त बिरयानी बनाउनलाई ए ल तपाईँलाई पनि धन्यवाद हजुर छ ल हाम्रो यहाँ बिरयानी खाने कार्यक्रम भइरहेको छ कस्तो छ त अनुभव मिठो छ है A1 तपाईँलाई कस्तो लाग्यो तपाईँले बिरयानी र दही कम्पेयर गर्नु पर्यो कुन मिठो भन्नुहुन्छ म त एकदम मिठो दुईटै एउटा पनि अर्को अप्रो छ ए हो सही हो अच्छा ल हामी आएको आजको क्याथेड्रल केभमा यहाँनिर यसको गिफ्ट सप छ यहाँबाट हामीले टिकट लियो टिकट पाइयो 23 जना जान पाइने टिकट लियो 23 पिपल यहाँ छ हाम्रो ठ्याक्कै 23 पिपलको त्यसपछि यता लागिने भयो हामी तलतिर यहाँबाट गुफा चाहिँ 1-1.5 घन्टा घुमेर आइपुगिन्छ भन्ने छ कडा छ कडा हामी भिडियोमा हेरेका छौँ हाम्रो आफ्नो भिडियो पनि बन्दैछ दामी छ भन्ने छ है खतरा रहेछ यता है Any other questions? All right, if you do have questions along the way, please feel free to either interrupt me and ask your question or raise your hand. I'm fine with either one. If you'll turn around. है हेर्नु न यस्तो माथिको चाहिँ आकार चाहिँ राम्रो के यस्तो अँधेरो है All right, so right here where we are, in 1952, Mr. Jacob Gurley, who worked at the Redstone Arsenal in Huntsville, him and his friends had heard about the cave here. The locals had been using the mouth of the cave out front as a picnic area for about 20 years or so. On the back of the formation, along with the same damage I was pointing out on the other side. आफूलाई बनाएको पुल मैले नभेट्दै नभेटेको कहाँ गएछ त्यहाँ चाहिँ आफूलाई बनाएको पुल हेर त्यसले खोइ हेर्छु ए खोला हाउ तल पानी गएछ Not frozen in ice, but frozen in time. हजुर ठिकै छ And this is one of the rocks that you may touch if you want to. The oils on your hands have no effect on it. Oh my goodness. All right? My goodness. And then so as we exit, you get to stroll by yourself. I don't talk on the way out. I actually have to be behind everybody. 20% मात्रै बाँकी छ अब यही बाटो फर्किने हो कस्तो लागिरहेको छ एकदम खतरा है राम्रो खतरा छ छोरी कस्तो छ कस्तो छ छोरी धेरै राम्रो छ है Cathedral Chamber मेरो बच्चा यता छ मेरो बच्चा यता छ आएको छन् मान्छेहरू उताबाट
कस्तो खतरा देखियो यहाँ के देखेर फोनबाट केही देखेन नि कहाँ देखिने यतिको त खत्रै आकाश हामी फर्किँदै खतरा लाग्यो है बवाल बनायो लाइट इफेक्ट पनि देखायो रुबी फल्स भन्दा खतरा भयो नि त्यो त अब चाहिँ झ्याप चाहिँ हामी अगाडि फर्क्यौँ त्यो गरेर चिसो निस्किनलाई भिड हुँदैन उहाँहरू अगाडि हुनुहुन्छ हजुर के भन्नु छोरो सुक्लिँदैन छोरो यो मिनरलहरू छ यो पानीमा धेरै त्यो भएर स्लिपरी हुँदैन तर अलिक केयरफुल चाहिँ हुनुपर्छ अलिअलि चाहिँ धेरै चिप्लिने चान्स छैन ओहो यो त कहाँ आइयो त हामी त गन्टस भिलको डाउन टाउन हो के जस्तो छ त यो त ताल त मिठो छ यसो जाने भनेर छोरीलाई जाडो हुन्छ भनेर पुरै गम्लङ छ मोमो खोक्दैछन् अलिअलि यस्तो राम्रो ताल रहेछ यहाँ पुरा मिठो ताल भेट्यो तर यो भन्छन् यसलाई गन्टर्स भिल लेक अनि यो डाउन टाउन होला सायद गन्टर्स भिलको हामीले त्यहाँ गाडी पार्क गरेर सबैजना यसो वाक गरौँ न त कस्तो राम्रो रहेछ त नि भनेर निस्किएका छौँ के गर्नु पर्यो के गरिरहेको त साथीहरू फोटो खिच्न बसेर भिडियोको पोज दिएको जस्तो लाग्यो ल भिडियो खिचेर फोटो खिचेर के गरेर हामी आयो उहाँहरूको टिकटक चल्दैछ के छ यता बाटो छ हाइवे पारी पनि ताल छ मेरो छोरोको उड्ने कुरा बिगारेछ त्यसले हावाले अब हामी सबै गरिसकेर 10 मिनट जति बिताएर हामी फर्किँदैछौँ अब चाहिँ हामी क्याम्पिङ सकेर घर हिँड्ने टाइम भयो प्याकिङ पनि भइसक्यो अर्को कान्छु भित्र यता छिन् यिनी पनि क्याम्पिङ गरिसक्यौँ 3 महिनामा हामीले यता छिन् चक्लेट यता यी चक्लेट अब अन्त्येष्टि गरेर आज हाम्रो हिजो र आजको 2 दिनको यो क्याम्पिङ प्रोग्राम क्याम्प ग्राउन्डमा यहाँ हल्का डान्स कार्यक्रम चलिरहेछ यो त बडै भयो त यो त ल गयो अरे नि यो होइन यो फर्काउनु त मिलेन अरे फुल लाग्यो हाम्रो बच्चाहरू यहाँ खेल्दा आएछन् ढुङ्गा हान्ने आन्डुले ढुङ्गा हानेको छ हाम्रो पोन्थेले पनि सिकेर हान्दैछ यता मेरो ए बिस्तारै बिस्तारै लाग्छ हुँदैन नहान है हान्नु हुँदैन के गर्छ यसले के गर्छ फेरि यहाँ ल नाचगान सकेर सबै काम सकेर अब गाडीमा चढ्ने मात्रै छ सरसफाइ गरियो ल सबैजनालाई बाई ल सबैजना आजको हेर 2 दिनको कार्यक्रम अन्त्येष्टि गरेर घरतिर लाग्दै है त अब बाई बाई प्रतीक्षा ल फेरि अर्को प्रोग्राम बनाउने होइन हस्
ल लागौँ ल गाडीमा बस